हुन त त्यो छानबिन समितिले कतिसम्मको लापरवाही गरेको थियो त्यो त यही एउटा फोटोले नै प्रश्न पारिदिन्छ। अनि मुभिज र डकुमेन्ट्रिजहरूले कस्तो झुट फैलाएका रहेछन् भन्ने कुरा त उनीहरूले हामी माथि लगाएको कपिराइटले नै पनि प्रश्न हुन्छ। सो कुर्सीको पेटी बाँध्नुहोस्, किनकि तपाईलाई आज हामी 2058 साल ज्येष्ठ 19 को त्यो कहाली लाग्दो रातमा लिएर जाँदैछौँ। च्याप्टर 1 द डार्क नाइट। हरेक शुक्रबार झैं 2058 सालको ज्येष्ठ महिनाको तेस्रो शुक्रबार दरबारमा भोज आयोजना गरिएको थियो र भोजमा दरबार निकट सबैलाई निमन्त्रणा गरिएको थियो। भोज नारायणहिटी दरबारको त्रिभुवन सदन अर्थात् यदि यो नारायणहिटी दरबार हो भने यो त्रिभुवन सदन हो, यही भइरहेको थियो। यही तपाईले देख्नु भयो भने यहाँ दुईटा बिल्डिङ छन्, जसमा यताको यो बिल्डिङ युवराज दिपेन्द्र बस्ने बिल्डिङ हो भने यताको बिल्डिङलाई बिलियार्ड हल भनिन्छ। यो बिल्डिङलाई 3D मा ढालेर भित्रबाट हेर्दा यस्तो देखिन्छ। यता स्नुकर छ अनि यता पछाडि बार पनि छ। पार्टी अथवा भोज हुने भनेको यही बिल्डिङमा हो। यो दुईटा बिल्डिङको बीचमा सानो बगैँचा छ र सानो पोखरी पनि छ। पोखरीको बीचमा सानो पुल छ अनि त्यही पुल हुँदै एउटा बिल्डिङबाट अर्को बिल्डिङ जानुपर्ने हुन्छ। अब यो घटनामा इम्पोर्टेन्ट ठाउँहरू यिनै हुन्, घटना भएको ठाउँ नै यही हो र यसरी थप बुझ्न सजिलो होस् भनेर 3D एनिमेसन स्पेशलिस्ट नै प्रयोग गरेर हामीले घटनालाई रिक्रिएट गरेर देखाउने कोसिस गरेका छौँ। अब उक्त शुक्रबार साँझको पार्टीमा सबै एकपछि अर्को गर्दै आउँछन्, तर ज्ञानेन्द्र भने पोखरा गएको कारणले आउन भ्याउँदैनन्। अब यहाँनिर हामीले पत्याउन पर्ने अथवा फ्याक्ट चाहिँ जम्मा दुईटा कुरा मात्र छ। नम्बर 1 मा युवराज दिपेन्द्रले आफ्नो फोनबाट 8:39 मा आफ्नो प्रेमिका दिव्यानीलाई फोन गरेर 32 सेकेन्ड कुरा गर्छन् भने नम्बर 2 9:15 मा राजा वीरेन्द्र, रानी ऐश्वर्या र अधिराज कुमार निराजनलाई वीरेन्द्र मिलिटरी अस्पतालले मृत घोषणा गर्छ। मैले यति दुईटा कुरालाई मात्र फ्याक्ट्स किन भन्न खोजेको भने नेपाल टेलिकमबाट उपलब्ध कल डिटेल अनुसार दिपेन्द्रको फोनबाट अन्तिम कल दिव्यानीलाई 8:39 मा गएको थियो भने हस्पिटलबाट उपलब्ध रिपोर्ट हेर्दा 9:15 मा राजाहरूलाई हस्पिटलले मृत घोषणा गरिसकेको थियो। अब त्यही 8:39 र 9:15 को बीचमा दरबारभित्र गोलीकाण्ड हुन्छ। कसरी हुन्छ त्यो म एकैछिनमा भन्ने नै छु, तर त्यो गोलीकाण्डमा परि तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या, युवराज धीराज दिपेन्द्र, आदिराज कुमार निराजन, आदिराज कुमारी शारदा, आदिराज कुमारी श्रुति, आदिराज कुमारी शान्ति, राजाका भाइ धीरेन्द्र शाह र कुमार खड्ग विक्रम शाहको मृत्यु हुन्छ। यानि कि राजा वीरेन्द्रको वंश नै नाश हुन्छ। अब ज्ञानेन्द्र त्यहाँ नभएकाले उनलाई त केही हुने कुरै भएन, तर पार्टीमै भए तापनि ज्ञानेन्द्र पट्टिको कसैलाई केही हुँदैन। यानि कि पारस, हिमानी र रानी कोमल सबै त्यही थिए, तर उनीहरू बच्छन्। हुन त रानी कोमललाई गोली त लाग्छ, तर ज्ञानेन्द्र पट्टिको कसैको मृत्यु हुँदैन। च्याप्टर 2 हाउ न्युज फ्लडेड। 19 गते राति 9 बजेको घटनाको बारेमा भोलिपल्टको पत्र पत्रिकामा कतै केही आएन। यो 2058 साल ज्येष्ठ 20 गतेको गोर्खापत्र हो भने यो त्यही दिनको कान्तिपुर हो। घटनाको बारेमा उनीहरू मौन थिए। अझ गोर्खापत्रले त राजाको मृत्यु भएको भोलिपल्ट पनि श्री 5बाट शुभकामना भन्दै इटलीको राष्ट्रिय दिवसको अवसरमा राजा वीरेन्द्रले सन्देश पठाउनु भयो भन्दै पत्रिकामा छापेको थियो। अब पत्र पत्रिकामा त राजा रानीको मृत्युको खबर आएन, नेपाली रेडियो र टेलिभिजनमा पनि यो घटनाको बारेमा 16 घण्टासम्म केही पनि कुरा आएन। तर अनौठो कुरा चाहिँ अन्तर्राष्ट्रिय मिडियाहरू बीबीसी र सीएनएन अनि भारतकै दूरदर्शन र एनडीटीभीले चाहिँ रातिबाट नै समाचार बजाइरहेका थिए, राजा रानीको मृत्यु भयो भनिरहेका थिए। बीबीसी र सीएनएन को पहुँच हुनेहरूले त राति नै थाहा पाए दरबारमा हत्याकाण्ड भयो भनेर, तर गाउँ गाउँसम्म रेडियो टेलिभिजन भएकै ठाउँहरूमा पनि यो खबर पुग्न 16 घण्टा लाग्यो। 19 गते राति 9:15 को हत्याकाण्डको 16 घण्टा पछाडि 20 गते दिउँसो 1:15 मा सरकारले समाचार त दियो, तर राजाको मृत्यु भयो, स्वर्गारोहण भयो, यति मात्र भनियो।